पहिला तिम्रो इन्ट्रोडक्सन इन्ट्रोडक्सन दिने मैले नै लाइक म क्वेशनहरु टाइपको काटेर हाल्छु Hi everyone, this is Arti Shrestha representing Motu Patlu crew अनि त्यही हो रियाक्सन भिडियो बनाउँछु अनि त्यसपछि कन्टेन्टहरु बनाउँछु प्रमोट गर्छु डान्स गर्छु सो तिमी यो डान्सिङ फिल्ममा लागेको चाहिँ कति भयो डान्स चाहिँ बच्चादेखि गर्थेँ तर हिपहपमै भनेर चाहिँ 12 इयर्स भयो सिनमा भएको चाहिँ सो तिम्रो सुरुमा लाइक तिमीले फेस गर्नु परेको कसरी यो चीजमा जोइन गर्यो कसरी चाहिँ डान्समा के हिपहपमा यस्तो खास गरी डान्स थ्रु नै हिपहपमा चाहिँ लागेको हो हैन सुरुमा चाहिँ मलाई सालसा सिक्न मन थियो तर थाहै छैन म कसरी हिपहपमा पुगे हुन्छ नि मेरो सानो मम्मीले चाहिँ हिपहप नै गर भनेर स्टुडियोमा राखिदिनु भयो त्यो बेला चाहिँ मलाई त्यो हिपहप भनेर केही नलेज थिएन क्या त्यो टाइममा चाहिँ के हुन्थ्यो नि मोडर्नलाई चाहिँ हिपहप भन्थ्यो नि त त्यस्तो थियो अनि त्यसरी स्टुडियोमा लाग्यो अनि प्र्याक्टिस गर्न थाल्यो अनि सिनमा बस्न थाल्यो ब्याटल गर्न थाल्यो हैन अनि सबभन्दा इन्ट्रेस्टिङ फ्याक्ट मेरो लाइफको भन्दा चाहिँ यामा दाइले अर्गनाइज गर्नुभएको हो ब्याटल छ नि डान्स ब्याटल त्यो चाहिँ मेरो फर्स्ट डान्स ब्याटल हो यामा दाइको चाहिँ एउटा यस्तो बिग ड्रिम थियो क्या यामा दाइको ड्रिम चाहिँ ऱ्यापलाई मात्रै माथि होइन क्या हिपहपलाई नै माथि लिएर आउने थियो नि त एउटा हिपहप पुरै क्या त्यो एलिमेन्ट्सलाई नै इन्क्लुड गरेर माथि ल्याउने भन्ने इच्छा थियो क्या दाइको अनि त्यो टाइममा चाहिँ दाइले ब्याटल अर्गनाइज गर्नुभएको थियो अनि डान्स ब्याटल अर्गनाइज गर्नुभएको थियो यस्तो बिग थियो हैन अनि त्यो चाहिँ मेरो फर्स्ट ब्याटल हो कतिले त यामा दाइलाई देखाएको छैन होला मैले त यामा दाइसँग हुन्छ नि रमाइलो छ सो यो रबर ऱ्याप ब्याटल रबर डान्स ब्याटल सो के रे कटिङ कता कटिङ यही हो दुईटी एउटा कटिङ हो एउटा के भनेको फरक खै कटिङ होला अहिले आउँछ होला दुईटा करक एउटा कटिङ पछि एउटा बोइनलाई भन्ने थिएँ अर्को एउटा होला चाहिँ लिइराख नि तिमी खाउन तिमी भिडियोमा राम्रो सो मैले यस्तो डेकोरेटवाला आउँछ भनेको त यस्तो आउँदा रबार्स भन्ने अगाडिको कुरा लाइक यो डान्सको ऱ्यापबाट रबार्सको ऱ्यापबाट अगाडि चाहिँ कसरी लाइक कहिलेको रबार्स अगाडि भयो होला रबार्स अगाडि भइसकेको थियो होला त्यो टाइममा मलाई एक्ज्याक्टली याद भएन 2015मा भयो कि 16मा भयो त्यस्तै थियो क्या 2014 टु 2016को बिचतिर भास लाग्यो मलाई एक्ज्याक्ट चाहिँ याद भएन त्यो हेर्नुपर्छ मैले फोटो अपलोड गराएको छ त्यसो गएर हेर्नुपर्छ अनि त्यसमा 2-on-2 ब्याटल पनि थियो क्या दाइले 2-on-2 अल स्टाइल भनेर राख्नु भएको थियो 1-on-1 अल स्टाइल भनेर राखेको थियो 1-on-1 अल स्टाइल चाहिँ मैले खेलेको थिएँ हैन अनि त्यसपछि 2-on-2मा मोटु पत्लु क्रू पनि थियो नि त मेरो क्रू अनि त्यसपछि त्यो बेला केही कारणले गर्दा क्यान्सल गर्नु पऱ्यो क्या अनि दाइले चाहिँ के भन्नुभएको थियो म दाइकोमा गएर कम्प्लेन गर्न गएको थिएँ क्या यामा दाइलाई दाइ झन् मैले मेरो क्रूलाई गाउँबाट बोलाइरहेको छु तपाईँले के भन्छ 2-on-2 किन क्यान्सल गर्नुभएको भन्दाखेरि अर्कोचोटि म यस्तो गर्छु कि 2-on-2 पनि राख्छु क्रू अनि त्यसमा तिमी सबै खेल न आरती भन्नुभएको थियो क्या त्यसपछि अलिक स्याड भयो त्यसपछि नेक्स्ट टाइम इमिग्रेसन त्यही लास्ट टाइम त्यही नै हो ब्याटलमा नै भेट भयो लास्ट टाइम अनि त्यसपछि एभरेस्ट ज्याम अगाडि नै भइसकेको थियो जस्तो लाग्यो त्यो टाइममा जस्ट 2 चोटि भेटेको छु दाइले 2-3 चोटि अनि जे हलमा पनि आउनुहुन्थ्यो नि त एनएचएफमा त्यो टाइममा 3 चोटि जति भेट्यो होला दाइसँग सो आजको दिनसम्म तिमी डान्स गरौ नि तिम्रो लाइफको बेस्ट मोमेन्ट अनि डान्स सिक्छ बेस्ट मोमेन्ट धेरै नै छ तर सबभन्दा बेस्ट मोमेन्ट भनेको चाहिँ मेरो क्रू बन्दा भनौँ हिपहप च्याम्पियनसिप नेपालमा फर्स्ट टाइम भएको थियो त्यो बेला हैन त्यही क्या 2014, 15, 16कै त्यहीतिर नै हो क्या त्यो कुरा हैन अनि एक्ज्याक्ट डेट चाहिँ मलाई याद भएन फेसबुकमा हेर्नुपर्छ फोटो अपलोड भएको दिन ठ्याक्कै थाहा हुन्छ हैन त्यो टाइममा भयो अनि हामीले त्यो टाइममा डान्सरहरूको यस्तो युट्युब च्यानलमा डान्स भिडियो क्वालिटीवाला राख्ने त्यस्तो चलन थिएन नि त त्यो टाइममा हामीले भिटेनको लौरीको फ्यासन एकदम चलाएको थियो अनि हामी दुईजनाले चाहिँ त्यो भिडियो बनाएर राखेको थियो युट्युबमा अनि हाम्रो 0 सब्सक्राइबर्सबाट स्टार्ट गरेको तर मिलियन भ्युज हुन्छ नि त्यो लौरीको फ्यासन चलिरहेको थियो नि त अनि हाम्रो डान्स पनि त्यसरी चल्यो मिलियन भ्युज पुग्न लागेको थियो अनि सब्सक्राइबर्स पनि एकैचोटि 4K हुन्छ नि मान्छेहरूले हामीलाई बुस्ट गरेर हो सोधिरहेको थियो क्या त्यस्तो भएको थियो अनि त्यो टाइममा चाहिँ हाम्रो क्रू एकदम अपलिफ्ट भएर त्यो टाइमहरू त्यो मोमेन्ट्सहरू चाहिँ मलाई एकदमै बेस्ट लाग्छ त्यही नै हो डान्सको थ्रुबाट चाहिँ अब डान्सको लास्ट क्वेसन आजको दिनमा तिमीले आफ्नो दिदीसँगै गरेका हुन्छ नि
तिमीसँगै जोइन गरेको डान्सरहरू सम्झिनु पर्दा चाहिँ टप 3 को कोले सम्झिन्छ फर्स्ट त मेरो क्रुमेटलाई सम्झिन्छु पहिला जस्तो चाहिँ छैन हामी अलि टाढा छ तर त्यही हो सधैँ याद आइरहेको छ ऊ चाहिँ अनि अरू त अब मेरो गुरु भयो होइन जेन्सा दिदी सम्झिन्छु अनि अरू भनेको हाम्रो कम्युनिटीको मान्छेहरूलाई सम्झिन्छु डान्स कम्युनिटीको मान्छेलाई त्यति नै होला सो तिमीले हाम्रो फर्स्ट टाइम यसरी भएको बारेमा कहिले थाहा पाएको नेस्टो भर्सेस नेस्टोको भएको थियो नि यहाँ ब्याक भएको थियो नि नेस्टो ब्याक भएको थियो नि त्यो टाइममा हो स्ट्रिट हिपहपको थाहा भएको चाहिँ नेस्टो भर्सेस ल्याबसिटी लाइभ सिटी हो त्यसपछि लास्टो भर्सेस बिचु भयो होइन सो त्यो कुरामा नि यस्तो के नेस्टो त मेरो एकदम क्लोज फ्रेन्ड हो नि त अनि नेस्टो र म एउटै फेज चलिरहेको थियो क्या करियरको कुरालाई लिएर चाहिँ हुन्छ नि हामी एकदम सेयर गर्थ्यो अनि यस्तो यस्तो भइरहेछ त्यहाँदेखि अब मलाई यस्तो लाग्छ जहिले पनि नेस्टोलाई हेर्दाखेरि जहिले पनि कहिले पुग्ने ऊ त डिजर्भ गर्छ नि त टपमा हुनलाई टाइपको हुन्थ्यो अनि स्ट्रिट हिपहपले चाहिँ नेस्टोलाई ब्याक ल्याएको हो नि त त्यो एउटा अपर्च्युनिटी दियो नि त उसलाई ब्याक ल्याउनुलाई उसले डिजर्भ पनि गर्छ अफकोर्स होइन अनि त्यसको लागि चाहिँ एकदम थ्याङ्कफुल पनि छु अनि मलाई खुसी पनि लाग्छ अनि त्यो टाइममा अन्तरे भन्थ्यो सबैले ब्याटलमा होइन अब अन्तरेको चाहिँ चिन्दैन क्या मैले होइन थाहा थिएन तर यस्तो चाहिँ हुन्थ्यो क्या म त्यो मान्छे चाहिँ खतरा हो टाइपको चाहिँ हुन्थ्यो मलाई हुन्छ नि विदेशमा बसेर कमाएर हिपहपको लागि ऱ्यापको लागि ऱ्यापरलाई एउटा पे गरेर उसको एउटा डिजर्भ हुने ठाउँ थाहा पाएर उसलाई ब्याक ल्याउनु त्यसमा त अब सार्वर टु अन्तरेकोमै लगमा छ हामी होइन त्यो ठुलो कुरा हो एकदमै रेस्पेक्ट छ त्यसको लागि तर स्पेसली चाहिँ एन्ड मच लभ सो तिमीलाई अहिलेसम्म स्ट्रिटले गरेको कुन चाहिँ काम चाहिँ भा लाग्यो सबसे बेस्ट भने अस्तिकै इभेन्ट कुरुक्षेत्र सबभन्दा बेस्ट हो अनि सबैले मेरो साथीहरूले पनि कुरा गरिरहेको थियो ल त्यो पहिला पहिला त मोबाइलबाट खिच्थ्यो यस्तोबाट स्ट्रिट हिपहप यहाँ पुग्यो है यो लेभलमा ल्यायो भनेर भनिरहेको थियो अनि सुन्दा खुसी लाग्यो लाइक तिमीलाई सब इभेन्ट कस्तो लाग्यो कस्तो लाग्यो कुरुक्षेत्र बब्बाल लाग्यो होइन कुरुक्षेत्र इभेन्टको बारेमा कुरा गरौँ है त कुरुक्षेत्र इभेन्ट बब्बाल लाग्यो बब्बाल हुन्छ नि नेपाल भर्सेस इन्डिया होइन नेपालमा फर्स्ट टाइम खास गरी यो चाहिँ धेरै अगाडि हुनुपर्ने यामदाई भएको भए त सियो नै अगाडि नै हुन्थ्यो होला होइन अलि यामदाई नहुनु भएको भएर यो धेरै पछि भयो तर रियल वान्सले गर्यो त्यसको लागि धेरै धेरै खुसी छु म होइन अनि मैले यति इन्जोय गरेँ तपाईँले देख्न सक्नुहुन्छ जुनै पनि ब्याटलमा म साइडमा बसेर गरेर चिच्याएको होइन साउट आउट टु अर्गनाइजर टिम होइन यो गर्नु ठुलो कुरा हो इट्स अ ह्युज थिङ अनि अति मजा छ अब नेस्टो भर्सेस एमसी कोड आइसक्यो होइन कोइन्जी भर्सेस सिजी या साउट आउट टु सिजी मच लभ मिस यु आयो अनि इएमएफ भर्सेस इतिस आउनु बाँकी छ है क्रेजी छ ब्याटल नछुट्याउनु होला बब्बाल भएको छ इभेन्ट त सिटिमा आजको दिनमा भएको आर्टिस्टहरू टप 3 को अनि 1 पनि टप वान त नेस्टो अलवेज होइन ब्याटलको लागि नेस्टो अब यो 3जना ऱ्यापर भनौँ न कोइन्जी इतिस नेस्टो सो फ्युचरको दिनमा तिम्रो के प्लान छ अब मेरो हेल्थ इस्युको कारणले गर्दाखेरि चाहिँ 2 इयर्स ग्याप भएको थियो डान्समा अब ब्याक टु जोन हुन मन छ फेरि डान्समै अनि लेट्स सी के हुन्छ फ्युचर प्लान खै गरेको त केही पनि भएको छैन अब के हुन्छ थाहा छैन मलाई त्यस्तो छैन अब जस्ट फेरि डान्स गर्न मन छ राम्रोसँग फेरि ब्याक हुन मन छ त्यही तर तर त्यो रिजल्टले इम्प्याक्ट पार्छ नि त लाइफमा सधैँ त्यही कोर्सले त चल्दैन नि त लाइफ त्यो त कहिलेकाहीँ भन्ने अनि आफूलाई मन बुझाउनेवाला हो जस्तो लाग्छ क्या मलाई त्यो कुराहरू तिमी त तिम्रो जोनै छुट्टै छ तिमी क्रेजी छौ तिमी के गर्छौ भने थ्याङ्क यू सो मच खुसी लाग्यो सुनेर अनि पहिला मलाई डान्स लास्ट इन्ट्रेस्ट लाग्थ्यो क्या अनि नआउने अनि लेख्नु त दामी लेख्थेँ अनि लेख्नु चाहिँ जान्थ्यो अनि सञ्जीव लेख्दिनु हेऱ्यो अनि त्यसपछि त्यो डान्स गरेर सञ्जीव
लाइक अहिले मिस्टर पप्पिन हो के भन्छ क्या डान्समा थाहा छ मलाई ऊ अनि उसले चाहिँ मलाई उसले सिकाएको हो क्या मलाई लाइक डान्सको त्यो ऱ्यापको त्यो बिट के हो क्या मलाई बिट चाहिँ कहिले क्याच गर्न नआउनु पऱ्यो अनि सिकाएको सो म नि डान्स सिक्नु साथीहरू त्यति धेरै इङ्ग्लिस छैन तर इङ्ग्लिस छ सो आरती अब लास्ट क्वेसन है सो तिमीलाई अब चाहिँ होइन आफूलाई कुन पोजिसन हेर्न चाहन्छौ डान्सको सेक्टर चाहिँ नेपालमा कुन पोजिसनमा पुग्नुहोस् क्या कुन पोजिसन हेर्न चाहन्छ क्या अहिले के छ होइन लाइक अब त्यो चाहिँ के कुरा बेटर हुनसक्छ र कुन पोजिसनमा डान्स सेक्टर मलाई चाहिँ यस्तो लाग्छ क्या डान्सको कमर्सियली वाइज हेर्ने हो भने त राम्रै छ है त्यही पनि कति कम्प्लेन्ट्सहरू त्यहाँ पनि छ होइन तर अन्डरग्राउन्ड डान्स कम्युनिटी अन्डरग्राउन्ड चाहिँ एकदम नेक्स्ट लेभल अन्डरग्राउन्डै छ क्या ऱ्याप ब्याटल जसरी माथि आयो नि त्यसरी नै डान्स ब्याटल पनि माथि आओस् भन्ने मेरो इच्छा हो क्या सो एभ्री टाइम मैले रियाक्सन भिडियो गर्दाखेरि पनि कति भनेर हुन्छु हाम्रो जस्तो अब त्यही हो क्या हिपहप पेजहरूले हिपहप पेज भन्छ तर हिपहपको एलिमेन्ट्स के चाहिँ उनीहरूले हेर्छ त सिर्फ एउटा ऱ्याप त हेर्छ नि त्यो बाहेक त अरूलाई त उनीहरूले त बालै दिँदैन इभन मैले कतिलाई रिक्वेस्ट पनि गरेर हुन्छु क्या हुन्छ नि हाम्रो डान्स कम्युनिटीको अन्डरग्राउन्ड ब्याटलहरू पनि प्लिज इन्क्लुड गर हुन्छ नि प्रमोट गरिदियो भनेर भनिरहेको छ तर उनीहरूलाई बाल छैन क्या त्यो चाहिँ उनीहरूलाई सिर्फ ऱ्याप भयो भने सब हुन्छ टाइपको हुन्छ होइन तर त्यस्तो चाहिँ हुनु भएन सो नेपालको पेजलाई के भन्न चाहन्छ नेपालको पेजलाई खै मलाई त त्यस्तो खास गरी पर्सनल इस्यु केही थिएन मैले एकचोटि चाहिँ कुरा एक दुईचोटि जस्ट दुई तिनचोटि कुरा भएको छ मेरो नेपालसँग होइन तर उसले चाहिँ त्यो मेरो कुराहरूलाई नराम्रो तरिकाले लियो कि मनमा लियो होइन त्यो थाहा छैन के छ भनेर होइन अनि त्यही हो हामीले पनि पेड रियाक्सन गर्छौँ पेड लिनु प्रमोट गर्नु आफ्नो काम पेड लिएर गर्नु त्यस्तो ऊ होइन तर हामीले कति आर्टिस्टहरूलाई यत्तिकै पनि त हामीले प्रमोट गरिदिन्छौँ त उनीहरूको ट्यालेन्ट देखेर उल्टी नेपालले पनि त्यस्तो चाहिँ गर्नु पऱ्यो भन्ने कुरा हो होइन सबैले त्यही गर्नु पर्यो सो पेड लिनु चाहिँ के अरे नराम्रो होइन क्या पेड लियो भनेमा चाहिँ खत्तमै भयो टाइपको चाहिँ हुँदैन बुझ्नु पऱ्यो कुन आर्टिस्टको हसल के छ कस्तो छ भनेर चाहिँ भन्न खोजेको रियल आर्टिस्टलाई कसको ब्याटल गरायो जस्तो लाग्छ नेस्टो भर्सेस कोइन्जी हेर्न मन छ अनि फेरि मलाई नेस्टो भर्सेस इतिस पनि हेर्न मन छ क्या त्यो जुन अस्ति तिनजना भयो नि उनीहरू त्यसरी हेर्न मन छ किनभने कोइन्जी भर्सेस द्याट्स इट थ्याङ्क यू एभ्री वान मच लभ स्ट्रिट हिपहप फ्यामिलीलाई त जहिले पनि माया छ हाई